गिफ्ट अनबक्सिङ गर्दैछु म गिफ्ट अनबक्सिङ गर्दैछु बुझ्नुभयो। हेलो नमस्ते सबैजनालाई। म धेरै पछि आएको छु। मेरो मोबाइल बिग्रेको छ, त्यही भएर अहिले चाहिँ बुढी आउनु भएको छ नि त, त्यही भएर ठ्याक्क आइपुगेको तपाईँहरू बाटोतिर। अनि खासमा म किन आएको भन्दा पसिनै पसिना चाहिँ नुहाउनै पाएको छैन, भर्खर ड्युटीबाट आएको। सो आज चाहिँ मलाई स्पेसल मान्छेहरूले, अरूले त भन्न नमिल्ला, मान्छेले है मलाई चाहिँ सानो गिफ्ट आएको छ। कसको लागि आएको छ त्यो त थाहा छैन नि त, त्यही भएर गिफ्ट अनबक्सिङ गर्दैछु म गिफ्ट अनबक्सिङ गर्दैछु बुझ्नुभयो। कहाँको गिफ्ट थाहा छैन, उलु तामाङ। सो सामान चाहिँ जिब्रै झोलाभरि छ मेरो। कसको लागि आएको भनेर म अहिले देखाइहाल्ने नै छौँ। हेरौँ, आज धेरै दिनपछि बनाइरहेको छु भिडियो, राम्रोसँग हेरिदिनु होला, बिस्तारै हेर्नु होला है त। यता राख्छु, सुरुमा यता राख्छु कि नानी उठ्छ, नानी सुतिरहनु भएको छ नि त, त्यही भएर यो छ। के हो यो? मिठो छ बास्ना। यो चाहिँ गर्मीमा लाउनको लागि रे भनेर बाहिरबाट पठाइदिनु भएको रहेछ, बहिनीलाई होला सायद, जहाँसम्म लाग्छ मलाई। कपडा छ गर्मीमा लाउनको लागि होइन। यहाँ छ फेरि अर्को, यहाँ छ। यो कसको लागि हो थाहा छैन, यो पनि तपाईँको लागि हो, तपाईँकै लागि होला सायद। यो कुराहरू चाहिँ म अहिले जसले पठाएको उहाँलाई नै कल गरेर सोधिहाल्ने नै छौँ। यो आएको छ एउटा बेस, वाला इन्साल्ला म्याजिस्टिक कम्पनीको। के हो यो? के हो यो? फक हेर्नु, ब्रान्ड इन्साल्ला। प्याकेजिङै खतरा छ त। के हो, आउनु न यहाँ यार, कस्तो हो र, आउनु प्लिज प्लिज। यस्तो गुहार गर्दैन, आउनु प्लिज, आउनु प्लिज। कस्तो बबाल, के भन्नु, एक त हान्नै पर्छ। नगर्नु कि मलाई टाउको दुखिहाल्छ, आज नहाल्ने म पनि। बास्ना हेर्नु न, बास्ना यो म्याजिस्टिकको टल्कियो ओभर है। म्याजिस्टिक बवाल छ, बवाल। थ्याङ्क यू पठाइदिनु हुने महान बाबाहरूलाई चाहिँ धन्यवाद। This one. Oh my god. What is this? This pant कुन कम्पनीको हो यो चाहिँ? USA, मेड इन बङ्गलादेशमा बनेको रहेछ। सो यो चाहिँ बाहिरै 7 समुद्र पारिबाट आएको सबै सामान है। कपडा त लुकाएको छ त है, कपडा त यो छ त। क्या ये ब्रो, वाट इज किड्स? के हो किड्स? सेन www.sen.com। सो यो पनि अनबक्सिङ गर्नु पर्ने हुन्छ। म किन धीरे बोलिरहेको छु भनेदेखि नानी सुतिरहनु भएको छ कि। चकलेट, oh my god, what is this what यहाँभित्र चाहिँ के रहेछ हेरौँ है। यहाँ छुट्टै प्लास्टिक छ कि। इन्साल्ला यो चाहिँ खोलेर अनि चाखेर उहाँलाई बढी भएको चाहिँ पठाइदिनु भएको रहेछ, त्यसको लागि पनि धन्यवाद। तपाईँले खानुभयो? अनि किन खोलेको छैन? यो खोलेको छ कि त्यही भएर भनेको है। जे होस् धन्यवाद। आज मेरो बेड भरिनु म। वाउ, अनि चकलेट कति धेरै हो।
आम्मामामामा। धन्यवाद 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 धन्यवाद। अनि कोसँग भेट्यो भनेर नि छोटो क्लिप छ, त्यो पनि म एड गरिदिन्छु ल। अहिलेको लागि चाहिँ यति नै। के हो यो? सब कपडा हेरौँ है कस्तो कस्तो कपडा छ। नाइट ड्रेस तपाईँको लागि पठाएको रहेछ। नाइट ओके, नाइट ड्रेस है उसको लागि पठाएको रहेछ। बुढीको लागि भनौँ न। के भन्ने त? यो पनि उसकै लागि रहेछ। मिलाउने हो नि त। के हो यो फेरि? What is this, bro? के हो भनिदिनु पऱ्यो यार। यो त खोलौँ कि नखोलौँ भयो नि त मलाई त। यो त खोलौँ कि नखोलौँ भयो नि त यार। यो पनि छ कि अझै फेरि यहाँ पनि। एउटा खोलिदिएर ल। नानी कानमा रुवा हालेर राखिदिनु। के रहेछ ट्राई गरौँ एउटा। ओ शिट, इन्सानला वाउ। कसम मलाई मेरो होइन हौ त्यो कस्तो बुढाको हो र? पेन्टी हो पेन्टी। गिफ्ट गाइज है, दुईटा छ कि, एउटा बहिनीको लागि पठाउँछु म। अमेजिङ अमेजिङ। नानीको लागि है। हेर्नु न बब्बाल छ त। के हो? यो त के हो? बब्बाल छ त नानी। वाउ यार, यो लाउँदाखेरि त पुतली जस्तै देखिने हो यार। लड्स अफ लभ, धेरै धेरै माया। वाट? के ल्याउने हो र? आम्मामा हेर्नु त कस्तो बवाल बवाल। नानीलाई चाहिँ बवालै हो। म अब बिस्तारै जाऊँ ल। काँटा रहेछ, दामी छ काँटा पनि है। दामी छ, दामी छ। गेभिनको पनि बब्बाल छ, बब्बाल छ, बवाल छ बवाल। हजुर यो अहिले तपाईँ हो मिलाउने। म मिलाउनु सक्दिनँ। यहाँ पनि रहेछ। के हो आज त सुरुवाल रहेछ यो चाहिँ। के हो यार? मेरो लागि म भिडियो बनाउने, मेरो लागि त छँदै छैन त। सबै उनीहरूको लागि मात्रै छ। यो त अति नै भयो है। यो त अति नै भयो होइन होला है। ल यहाँ पनि रहेछ एउटा टोपी। ठिक छ, गर्मी महिनाको लागि चाहिँ ठिक हो कि यो चाहिँ। के गर्दाखेरि भन्दाखेरि काम गर्दाखेरि बवाल बवाल बवाल। Sport, waterproof was on sport. यो पनि सेम हो मेरो। अनबक्स हेरिदिउँ न है कस्तो खालको रहेछ। खासमा यो चाहिँ मेरो लागि होइन कि, सबै उनीहरूको लागि हो। मेरो लागि त छैन।
कलर त देख्दैन सेम कलर नै फरक होला हेर्दा त फरक देखियो कहाँ हो फेरि वाल अझै छ त के हो ए यो पनि हेरौँ न है यो चाहिँ ब्ल्याकमा रहेछ है ब्ल्याकमा नाइस छ यो नाइस हातमा चाहिँ खतरा देखिन्छ हेर्दा मात्रै यस्तो हातमा लाउँदा खतरा देखिन्छ उल्लु तामाङ नानीको लागि रहेछ यो पनि। नानी बाबु दुइटैलाई हुन्छ उफ, यहाँ चाहिँ बाबु यो सायद बाबुको लागि हुनसक्छ है अझै छ त क्वालिटी राम्रो छ कि यो सबै बान्दाको लागि हो खासमा यो अहिले मैले अनबक्स गरेको जति यिनीहरूदेखि लिएर यति अनि अझै उतापट्टि पनि छ उसको लागि मेरो लागि चाहिँ के त खोइ होइन त्यो प्यान्ट त होइन कसको त्यो बाबुको होला कति साह्रो साइज साइज 30 बाबुले 30 आउँछ आउँदैन होला खै हेर थाहा भएन मलाई सक भयो गाई सक भयो म उल्लु तामाङ अब कहिले मिलाउने त केही देखिनँ मेरो लागि चाहिँ खास गरी यो रहेछ एउटा मेरो लागि होइन अनि अरू त्यस्तै चक्लेट रहेछ मेरो लागि थ्याङ्क यू सो मच पठाइदिनु भएकोमा यति धेरै माया गरेर पठाइदिनु भयो यति धेरै टाढाबाट धन्यवाद आउनु न धन्यवाद भनिदिनु न आउनु यता के बिनु भाउ खाएको भएर के छ अर्को बोयफ्रेन्ड हजुर कस्तो ठ्याक्कै पार्नु भयो जबरजस्ती भन्नु न के भन्ने यार ल एउटा लाउनु न ठ्याक नगर्नु क्या अहिले राख्नु नि तपाईँ म सन्चो छैन कि यस्तो ज्यानमा लाउँदैन नानीलाई चाहिँ यिनीहरू चाहिँ खतरा छ है स्पेसल नानीको लागि हो अरू त लाउनु पर्दैन यो एउटा लगाएर देखाउनु न भनिरहेको छु कि म यस्तो ल चक्लेट खाइदिएर म टेस्ट गर्छु खोकिला खाउन सेम कलर आयो कि फेरि दुईजना म त आधी दिए नि हुन्छ म हुन्थ्यो त भने खाने मलाई उस्तो गर्नु खायो ल कसले खाइदिन्छ भनेर त्यस्तो मिलाउनु न
मिलाउँ न तपाईँकोबाट खालि पकाउनु गरेर मिलाइ के भन्नु इन्जोयले मिलाइ मिलाइसिक्यो के गर्ने त सुत्ने मन लागेन नि त सुत्नु चकलेट देख्यो भएन कि अरू के गर्नु के गरेर नि चकलेट पर्फ्युम के भन्छ पर्फ्युम नै भन्छ जे जाने त्यही हो कपडा ए बाबा यो चाहिँ कस्तो राम्रो छ नि अगाडि पछाडि पनि राम्रै छ अगाडि पनि राम्रै छ पछाडि पनि राम्रो छ बब्बाल चाहिँ बब्बाल सब मिलाउनुपर्छ अब यार ल धन्यवाद